ल हेर्नुहोस् है साथीहरु हाम्रो घरको वरिपरि खेतहरु हेर्नु त हेर्नु त मेवा रहेछ हैन मेवा पनि पाकेर मस्त खाइयो भात चेतिसकेको थियो फेरि यसबाट तीनटा हाँगा निस्केर यस्तो भयो हेर्नु त अस्तिको हावाहुरीमा त्यस्तो भएको थियो ल हेर्नुहोस् त कस्तो मजा आएको छ अरू पनि छ अलिअलि बिहान बेलुका यस्तो टाइम मिलाएर दिनु पर्यो हैन अनि हुन्छ अन्त यस्तो मजाले सालीको बर्खामा मजाले फस्टायो फुल त खुर्सानी पनि छ हैन कहिलेकाहीँ यसो खान मन लागेको बेला टिप्यो हरियो खुर्सानीहरू मजाले खायो हैन अनि लिची पनि यसपालि फर्स्ट टाइम फलेको थियो हैन यसपालि फलेको थियो तर फलेको चाहिँ देखाउन पाएन पछि अब उखु खाने भए साथीहरूलाई कसैलाई पूजा सुजामा पनि उखु चाहियो भने आउनु होला हैन हाम्रो घरमा उखु छ हैन यहाँ मजाले पूजामा त चाहिन्छ नि त अनि पूजा लागेको बेला हेर्नु त उखु छ हैन कसैलाई पनि हाम्रो यहाँ नजिकका हैन छरछिमेकमा हैन कसैलाई चाहियो भने आउनु होला हामी दिन्छौँ है सबै तापट्टि पनि अब यस्तै हो हैन सबैतिर फुलै फुल छ मजाले फस्टाएको थियो हेर्नु त यो पनि ठुलो भइसक्यो यसमा बिचमा पनि अम्बा पनि रोपे हेर्नुहोस् ल तपाईँलाई यस्तै फुल बिहान बेलुका अब कहीँ घुम्न गएको पनि हामी भेट गराउँछौँ तपाईँहरूलाई यसो हेरेर मन पराइदिनु होला धन्यवाद लाइक कमेन्ट सेयर अवश्य गरिदिनु होला धन्यवाद है तपाईँहरूलाई यसो सुनिदिनु न हाम्रो पनि यसो कहिलेकाहीँ है हस्